अहिले एकीकृत समाजवादी भनेर बनाएको छ नि एउटा पार्टी। त्यही प्रवृत्तिले, त्यही गुटगत प्रवृत्तिले त्यो पार्टीलाई त्यहाँ पुर्यायो। गुटगत प्रवृत्तिले पार्टी त दिउँसो टर्च बालेर खोज्दा पनि नभेटिने ठाउँमा पुर्याइदिने अरे एमालेलाई। एमालेलाई त्यहाँ पुर्याइदिन्छु भन्ने उद्घोष। त्यही पार्टीमा कोही 15 वर्ष नेता भए, प्रमुख नेता, कोही 13-14 वर्ष प्रमुख नेता भए। त्यसपछिको भनाइ यस पार्टीलाई खरानी बनाएर छोडिदिन्छु, यसलाई माटोमा मिलाएर छोडिदिन्छु, यसलाई धुलो पिठो बनाएर छोडिदिन्छु, टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छु। पार्टीप्रति कस्तो वैरभाव हो। त्यत्रो समय 3 दशकसम्म नेतृत्व गरेकाहरू एक ठाउँ भेला भएर त्यही पार्टी सिद्ध्याउँछु भन्छन्। कसका लागि? कसका लागि त्यो गरे? के का लागि त्यो गरेको? त्यसकारण म तपाईँहरूलाई भन्न चाहन्छु, गल्तीको बाटो एक पाइलो पनि नहिँड्नुहोस्। हिँडिहालिएछ भने सच्याइहाल्नुहोस्। गल्ती गर्दै टाढै पुगियो भने फर्किन गाह्रो हुन्छ। गल्ती गर्दै नगर्नुहोस्, एक पाइलो पनि गल्ती नगर्नुहोस्। पार्टीप्रतिको निष्ठा जस्तो सुकै कालखण्डमा पनि नछोड्नुहोस्। 15 वर्ष पार्टीभित्र कतै जान नपाउने, कसैलाई भेट्न नपाउने। मैले स्थापना गरेको युवा सङ्घमा 10 वर्ष मैले पाइलो टेक्न पाइनँ। मैले स्थापना गरेको युवा सङ्घमा 10 वर्ष मैले सम्मेलन हुन्छ कि अधिवेशन हुन्छ कि के हुन्छ कि त्यता फर्केर हेर्न पाइनँ। तर मैले कुनै गुनासो गरिनँ, कहिल्यै पनि बोलिनँ, कहिल्यै पनि केही पनि बोलिनँ। मैले राजनीतिक कुरा मात्रै गरेँ, पार्टीका कुरा मात्रै गरेँ, पार्टीको पक्षमा, आन्दोलनको पक्षमा मात्रै बोलिरहेँ। र ती प्रतिबन्धका साङ्लाहरू बिस्तारै बिस्तारै आफै खिया लाग्दै, चुडिँदै, कुहुँदै, फत्रक्क झर्दै गरे आफै। त्यसकारण सही विचारमा विश्वास गर्नुहोस्। सही विचार र सही तरिका, सही शैली, त्यसमा विश्वास गर्नुहोस् र त्यसमा अगाडि बढ्नुहोस्।